नमस्कार, म ज्योतिषी जनार्दन नेउपाने। आज मैले यहाँहरूलाई यो 2083 सालको वैशाख 31 गते मसान्तरको दिन, बिहीबारको दिन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले गृह प्रवेशको लागि साइत दिएको छ। यसमा धेरै विवाद परेको छ। कतिपयले बिहीबार भनेर, कतिपयले मसान्त भनेर, फेरि हाम्रो गाउँघरतिर अथवा हाम्रो क्षेत्रमा मसान्तरलाई बार्ने चलन छ। मसान्तरको दिन कुनै पनि शुभ कार्य नगर्नु अर्थात् लामो यात्रा नगर्नु, विशेष गरी गृह प्रवेश, गृह आरम्भ लगायतका विभिन्न शुभ कार्य नगर्नु भन्ने प्रचलन छ, मत छ, त्यो परम्परा छ। अब यही विषयमा हामीले वैशाख 30 गते के होला भनेर एउटा अध्ययन पनि गऱ्यौँ। अनि 30-31 गतेमा किन 31 गते ठिक रहेछ 30 गते भन्दा भन्ने विषयमा छोटो यहाँहरूलाई जानकारी गराउन गइरहेका छौँ। यो अत्यन्तै महत्त्वपूर्ण कुरा छ। गृह प्रवेशको लागि सधैँभरि वर्षमा वैशाख, जेठ, माघ र फागुन महिना मात्र लिएको छ शास्त्रमा। श्री सूर्य उत्तरायण भएको समय हुनु पर्यो। उत्तरायण भनेको वर्षमा जम्मा 6वटा महिना हुन्छ। माघ, फागुन, चैत्र, वैशाख, जेठ, असार, त्यो मध्येको पनि जम्मा 4वटा महिना, वैशाख महिना, जेठ महिना, माघ महिना र फागुन महिना गृह प्रवेशको लागि शास्त्रमा लिएको छ। तर फेरि यो बेला पनि मलमास हुनु भएन, क्षयमास हुनु भएन। मलमास भनेको अधिक मास, जस्तै जेठमा अहिले अधिक मास छ नि, त्यस्तै गरी अनि शुक्र अस्त हुनु भएन, बृहस्पति अस्त हुनु भएन। सबै कुराले शुद्ध भएको समय पनि चाहियो। जम्मा कतिवटा महिना हुँदो रहेछ? वैशाख, जेठ, माघ, फागुन। अनि कुन कुन बार दिँदो रहेछ शास्त्रमा? सोमबार, बुधबार, बिहीबार र शुक्रबार। तिथि कुन? रिक्ता र औँसी छोडेर भनेको, रिक्ता भनेको चतुर्थी, नवमी र चतुर्दशी तिथिमा गृह प्रवेश गर्नु भएन, औँसीमा पनि भएन। अन्य तिथिमा चाहिँ अवस्था हेरेर गृह प्रवेश गर्न सकिन्छ। नक्षत्र कुन कुन दिएको छ? रोहिणी, मृगशिरा, चित्रा, अनुराधा, 3 उत्तरा भनेको चाहिँ उत्तर भाद्रपदा, उत्तरषाढा, उत्तर फाल्गुनी अथवा उत्तर फाल्गुनी अनि उत्तरषाढा, उत्तर भाद्रपदा, 3वटा नक्षत्र लिएको छ। अनि रेवती कुन कुन नक्षत्र लिएको छ? रोहिणी, मृगशिरा, चित्रा, अनुराधा, 3 उत्तरा भनेको उत्तर फाल्गुनी, उत्तरषाढा र उत्तर भाद्रपदा, अनि रेवती नक्षत्र लिएको छ। लग्न चाहिँ स्थिर, असाध्यै राम्रो, नभए दिवस स्वभाव पनि पार्न सकिन्छ। अब यसरी शास्त्रमा चाहिँ यो महिना, वैशाख महिना, जेठ महिना, माघ र फागुन महिना, यो बार, यो नक्षत्र भनेर उल्लेख गरिएको छ भने अब रवि चाहिँ यो 31 गते गन्दै जाँदाखेरि 24 परेको छ कृत्तिकादेखि रेवतीसम्म। रवि चाहिँ यो कृत्तिका नक्षत्रमा भएको कारणले गर्दा हामी यहाँबाट बुझौँ। खास गरी वैशाख 31 गते मसान्त यो शास्त्रमा भन्दा लोकमा बढी प्रसिद्ध छ। मसान्तरको दिन यो कार्य नगर्नु, त्यो कार्य नगर्नु भन्ने कुरा चाहिँ शास्त्रमा बढी पपुलर छ। अनि वैशाख 30 गते सबै जुरेको, तर उक्त दिन नक्षत्र उत्तर भाद्रपदा छ। उत्तर भाद्रपदा नक्षत्र त राम्रो हो नि, तर उक्त नक्षत्र पापर छेडी भएकोले भनेको त्यो नक्षत्रमा पाप ग्रह बसेको अथवा पाप ग्रहले आक्रान्त भएको अथवा भेद भएको, यो तपाईहरुले हेर्नुभयो भने पञ्चाङ्ग निर्णायक विकास समितिको कुनै पात्र हेर्नुभयो भने त्यो दिनको जुन ज्येष्ठ कृष्ण पक्षको माथिपट्टि हेर्नुभयो भने पापर छेडी नक्षत्र भनेर लेखिएको छ। त्यसमा पनि के परेको छ? उत्तर भाद्रपदा परेको छ। त्यो उत्तर भाद्रपदा चाहिँ पापर छेडी भएकोले 30 गते उत्तम भएन। तिथि पनि जुरेको थियो, नक्षत्र पनि जुरेको थियो, बार पनि जुरेको थियो, महिना पनि जुरेको थियो। तर के भयो त भन्दाखेरि त्यो उत्तर भाद्रपदा नक्षत्र चाहिँ पाप ग्रहले आक्रान्त भयो अथवा भेद भयो अथवा पाप ग्रहले युक्त भएको कारणले गर्दा पापर छेडी भयो। त्यो पापर छेडी नक्षत्र परेको कारणले गर्दा 30 गते गर्न सकिएन। आखिरी पञ्चाङ्ग निर्णायक विकास समितिमा पनि धेरै विद्वान गुरुहरू हुनुहुन्छ। उहाँहरूलाई दिन जसरी पनि निकाल्नै पर्छ वैशाखमा एउटा साहित्य भनेर गणना गर्दा 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 वैशाखको अन्तिममा ठिक्कको दिन निक्लियो। यो लग्न पार्नु भनेर पनि लग्न शुभ पनि छैन। सामान्य पञ्चाङ्ग शुद्धि गरेर वैशाखको 31 गते बिहीबार बिहान 6 बजेदेखि 7 बजेसम्मको समय, हुन त सूर्योदयदेखि नै शुभ छ, 6 देखि 7 बजेसम्मको समय। मैले यो नेपालभरिको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मलाई उत्तम हुने हुँदाखेरि यो समय उल्लेख गरिदिएको छु। तिथि कुन परेको छ त्यस दिन? द्वादशी। बार के परेको छ? बिहीबार। नक्षत्र के छ? रेवती। त्यो दिनको नक्षत्र चाहिँ रेवती छ। यहाँ पनि लेखेको छु मैले, यो खास चाहिँ यो 31 गतेको नक्षत्र हो रेवती चाहिँ। अनि बार बेला के परेको छ? शुभ। लग्न के परेको छ? वृष। अनि सुरुमा उत्तर निक्लेर अघि बढ्नु। त्यसैले मैले यहाँहरूलाई दर्शकवृन्द बुझाउन खोजेको कुरा के हो भने वैशाखको 30 गते पनि एकादशी परेको थियो, अपरा एकादशी।
उत्तर भाद्रपदा नक्षत्र परेको थियो, बुधबार परेको थियो, सबै कुरा राम्रो थियो। तर त्यो नक्षत्र चाहिँ पापर छेडी परेको कारणले गर्दा उत्तर भाद्रपदा जुन दिन त्यो उत्तर भाद्रपदा नक्षत्र परेको थियो 30 गते त्यो दिन शुभ देखिएन। त्यसैले मसान्तर भए पनि यहाँहरू 31 गते बिहिबार बिहानको 6 देखि 7 बजेसम्मको समयमा रेवती नक्षत्र परेको छ अनि 12 बेला त्यतिखेर शुभ हुन्छ। यो समयमा यहाँहरू सुरुमा रेवती नक्षत्र भएको कारणले गर्दा उत्तर वा पश्चिम भनिन्छ, तर सुरुमा उत्तरपट्टि फर्किएर अनि बल्ल कुन दिशा जानु होला। हुन त 12 मिलाएको, आफ्नो राशिबाट पनि लग्न मिलाएको, सबै कुरा मिलाएको राम्रो हो, तर यत्रो अब एकचोटि कहिले छ सायद, अब झन्डै 9-10 महिना पछाडि सायद छ, त्यत्रो परसम्म कुर्न सबैलाई सम्भव छैन। त्यसैले यहाँहरूले अब दिन राम्रो भएको कारणले गर्दा मसान्तर भए पनि वैशाखको 31 गते बिहिबार बिहानको 6 बजेदेखि 7 बजेसम्ममा गृह प्रवेश गर्न सक्नुहुन्छ। अब गृह प्रवेश गरिसकेपछि अन्य कर्महरू पछि गर्न सक्नुहुन्छ। कतिपय गृह प्रवेश गरिसकेपछि यति रात सुत्नुपर्ने, यो गर्नुपर्ने, त्यो गर्नुपर्ने, आफ्नो लोकाचार अनुसार ठाउँ अनुसार फरक फरक नियम छ। तर अब गृह प्रवेश गर्दाखेरि यहाँहरूले कम्तीमा 3 जना अथवा 5 जना, हुँदै भएन भने 1 जना कन्याले कलशमा जल लिएर ब्राह्मणले स्वस्ति वाचन पढ्दै सम्भव भएमा कामधेनु गाई पनि भित्र प्रवेश गराउने अनि घरको बाहिरपट्टि गएर दियो कलश गणेशको पूजा गरेर हातमा दियो लिएर गणेश लिएर कलश लिएर सँगै प्रवेश गर्ने र भित्र गएर हामीले साहित्य अनुसारका विभिन्न कर्महरू पनि गर्न सक्छौँ। यति रात बिताउनु पर्छ, यो गर्नै पर्छ भनेर चाहिँ उल्लेख गरिएको छैन, आफ्नो परम्परा अनुसार गर्न सक्नुहुन्छ। त्यसैले दर्शकवृन्द, समग्रमा वैशाखको 31 गते बिहिबार मसान्तर भए पनि रेवती नक्षत्र पनि परेको, कलश चक्र गृह प्रवेशको लागि मुख्य कलश चक्र जुर्नुपर्छ, कलश चक्र पनि जुरेको र सबै कुराले उत्तम भएको कारणले गर्दा 30 गते भन्दा 31 गतेकै सायद राम्रो छ, जुन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि सबै पात्रहरूमा उल्लेख गरेको छ। लग्न शुद्ध निकाल्न नसकिए पनि पञ्चाङ्ग शुद्धि भएको र कलश चक्र पनि जुरेको, बार पनि जुरेको, सँगसँगै महिना पनि जुरेको कारणले गर्दा वैशाखको 31 गते गृह प्रवेश गर्नुहुन हार्दिक अनुरोध छ। कुनै सुझाव, सल्लाह, जिज्ञासा अब यहाँहरूले कमेन्टमा लेख्न सक्नुहुन्छ। हस्, धन्यवाद, नमस्कार।